भरतपुर महानगरपालिका 10 स्थित कोशिश अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण भएको छ। आज सोमबार बुद्ध जयन्तीको अवसर पारेर अस्पतालले ओपीडी सेवा र लिपिड प्रोफाइल परीक्षण निशुल्क गरेको हो। अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सन्तोष गुरुङले बुद्ध जयन्तीका अवसरमा शान्ति, करुणा र सेवाभावका साथ विशेष स्वास्थ्य सेवा कार्यक्रम गरिएको बताए। नमस्ते, मेरो नाम डाक्टर सन्तोष गुरुङ, म पेसाले मेडिकल रोग विशेषज्ञ र कोशिश अस्पतालको मेडिकल डाइरेक्टर। आजको चाहिँ हाम्रो यहाँ कोशिश अस्पतालमा यो आज भइरहेको बुद्ध जयन्तीको अवसर पारेर अस्पतालको पनि सानो परिचय गरौँ र आफ्नो सामाजिक दायित्व अन्तर्गत आफ्नो भएको वरिपरि जनतालाई थोरै सेवा दिउँ भन्ने उद्देश्यले आजको निशुल्क हेल्थ क्याम्प गरेको हो। अब यो कोशिश अस्पताल हामीले सञ्चालन गरे अनुमति लिएर अब 1 वर्ष पुरा भयो। यसमा हामी सञ्चालकहरू धेरै जस्तै मेडिकल लाइनमै काम गर्ने डाक्टर साहबहरू हुनुहुन्छ र हामीले यहाँ दिँदाखेरि अलिक हाम्रो भरतपुर नगरपालिकाबाट 15 बेडको सञ्चालन स्वीकृति लिएर सञ्चालन गरिरहेको। त्यसैले चाहिँ सामान्यदेखि लिएर क्यान्सरसम्मको उपचारको लागि सबै मिलाएर हामी गर्ने गरिरहेछौँ। अब आजको स्पेसल भनेको हामीले चाहिँ लिपिड प्रोफाइल अथवा कोलेस्ट्रोल भन्छौँ, त्यसको चाहिँ निशुल्क गरेछौँ। त्यसपछि आए हाम्रो ल्याबमा चाहिँ 30% राखेको छौँ सुविधा। त्यसपछि सर्जरी गर्नु परेको अवस्थामा उहाँलाई 25%, औषधिहरू किन्नु परेको अवस्थामा अथवा लानु परेको अवस्था फार्मेसीबाट 5%, अनि भिडियो एक्सरेमा चाहिँ 30 देखि 40% राखेका छौँ। र अनि आवश्यकता अनुसार जस्तै फिजिसियन भयो, नेफ्रोलोजिस्ट भयो, गाइनेकोलोजिस्ट, ENT सबै विधाहरूको डाक्टर साहब छ। आवश्यकता अनुसार उहाँलाई सबै निशुल्क परामर्श राखेका छौँ। नर्मली यो निशुल्क भनेर खास गर्दा मैले आफूले बुझ्दाखेरि त्यति तात्विक धेरै फरक चाहिँ पर्दैन। तर अब कतिजना हुन्छन् त्यो सुविधा लिन नसकिरहेको हुन्छन्, अब त्यसले पैसा लाग्छ भनेर पनि कतिजना गर्न हिचकिराखेको हुन्छन्, कतिजना रोग लुकाएर बसिराखेको हुन्छन्। त्यसको जनतालाई स्वास्थ्य सेवा घरसम्म पुर्याउन लागि पनि हो र उहाँलाई चाहिँ जागरुक बनाउन पनि हो। र त्यसले गर्दा कति अवस्थामा उसले चाहेर पनि गर्न नसकेको हुन्छ। त्यो स्वास्थ्य शिविर कारणले गर्दा उहाँहरूसँग त्यो थोरै भने पनि उसलाई सहयोग हुन्छ। र जति पनि संस्थाहरू हुन्छ तिनीहरू चाहिँ सामाजिक दायित्व अन्तर्गत गर्नुपर्ने कार्यहरू हुन्छ, त्यो चाहिँ हामीले प्रतिबद्धता पनि गरेको। त्यो अनुसार पनि आफ्नो वरिपरिको वडा कार्यालय जुन हिसाबले चाहिँ दिनुपर्ने दायित्व अन्तर्गत भएको कारणले गर्दा बेला बेलामा सबै अस्पतालहरूले पनि आफ्नो हिसाबले एउटा स्वास्थ्य शिविर गरिराखेको हुन्छन्। कति चाहिँ अब समन्वय गरेर विभिन्न ठाउँमा गइराखेको हुन्छन्। हामीले चाहिँ हाम्रो हस्पिटलको आफ्नो परिचयको लागि पनि हो र आफ्नो दिनुपर्ने सामाजिक दायित्व अन्तर्गतको लागि यो स्वास्थ्य शिविरहरू गरिराखेको हुन्छ संस्थाहरूले चाहिँ। नर्मली हाम्रो वार्षिक क्यालेन्डरमा छ प्रत्येक वर्ष विभिन्न रोग जस्तै अब योभन्दा अघिल्लो वर्ष हामीले क्यान्सरसम्म स्क्रिन गऱ्यौँ होइन, यसपालि जनस्वास्थ्य गरिरहेको छौँ। र अब भविष्यमा आउँदाखेरि चाहिँ हामी अब किडनी सम्बन्धी छुट्टै पनि गर्न सक्छौँ, पछि नाकन घाँटी सम्बन्धी अथवा बच्चा सम्बन्धीको क्यान्सर सम्बन्धीको। त्यसले गर्दा आवश्यकता अनुसार हामीले आफ्नो वार्षिक क्यालेन्डर बनाएर प्रत्येक वर्ष केही न केही एउटा स्वास्थ्य शिविर गरेर गर्ने विचारमा प्लानमा छौँ। कतिपयले रोग लुकाएर बस्ने, समयमा परीक्षण र उपचार नगर्ने जस्तो पनि पाइन्छ। त्यसैले सानो भए पनि सर्वसाधारणलाई सहयोग होस् भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको उनको भनाइ छ, जसमा ओपीडी सेवा र लिपिड प्रोफाइलको निशुल्क जाँचका साथै अन्य विभिन्न सेवामा विशेष छुट गरिएको थियो। भिडियो एक्सरेमा 50%, एक्सरे ल्याब र सर्जरीमा 25% एवं औषधिमा 5% छुट गरिएको हो। भरतपुर 10 स्थित स्याउली बजारबाट आएकी तुलसी गेवालीले आफूले लिपिड प्रोफाइल अर्थात् कोलेस्ट्रोलको परीक्षण गरिएको बताइन्। म चाहिँ यही भरतपुर नगरपालिका वडा नम्बर 10 यही स्याउली बजार टोलबाट नै आएको हो। जुन यो हाम्रै टोलमा यो अस्पताल रहेको छ, यो एकदमै राम्रो कुरा हो र उहाँले टोललाई सूचना गर्नुभयो र यो गर्नु चाहिँ नितान्त आवश्यक पनि छ। र कतिपय व्यक्तिहरूले यो ब्लड टेस्ट नगर्दा होइन उनीहरूलाई रोगले सताइरहेको अवस्था छ। मलाई लाग्छ आज यहाँ आएर हाम्रो टोलबाट जति देखाउनु भयो उहाँमा पक्कै पनि त्यो रोग पत्ता चाहिँ लाग्ने देखिन्छ। यसले गर्दाखेरि निशुल्क रूपमा मान्छेले आफ्नो स्वास्थ्यको रोग पनि पत्ता लगाउने भए। यसले गर्दाखेरि पनि यो अत्यन्तै आवश्यक र महत्त्वपूर्ण पनि छ। र केही व्यक्तिहरू रोगी पनि भेटिने भए र जसले गर्दा उनीहरूको समयमै उपचार हुने भयो। यसले गर्दाखेरि पनि रोग लाग्नुभन्दा पहिले नै उपचार हुनु त्यो अत्यन्तै राम्रो कुरा हो। र यो अस्पतालले चाहिँ हाम्रो टोल स्याउली बजारलाई हरेक वर्ष यो सुविधा दिइरहनु भएको छ र उहाँहरूलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्ता कार्यक्रमले रोगको समयमै पहिचान हुने र समयमै उपचार गर्न सकिने हुँदा यस्ता कार्यक्रम हुन आवश्यक रहेको उनको भनाइ थियो। यस्तै भरतपुर महानगरपालिका 3 बाट स्वास्थ्य परीक्षण गर्न आएका पवन कुमार खन्नाले 100% छुटका साथ लिपिड प्रोफाइल चेक जाँच गर्न पाएको भन्दै खुसी व्यक्त गरे। मेरो नाम पवन कुमार खन्ना, म भरतपुर 3, म आफै चाहिने अब सुगरबाट अरू रोगबाट पीडित भएको मान्छे। अब यो यस्तो छ कि अरू सङ्घ संस्थाहरूले यो सुगरको चाहिने टेस्टिङहरू फ्री राख्छ। त अहिले हाम्रो समाजमा यो
जागरुकताको कमी भएकोले यो लिपिड प्रोफाइल भन्ने यो जुन यो राखिदिएछ यसले आफ्नो 40 वर्ष कटेका मान्छेहरूलाई अलि सुविधा हुन्छ कि यो फ्रीमा यो टेस्ट गराउँ पैसा लाग्दैन भनेर त्यो हुनाले यो कोसिस अस्पतालले यो राखेको हो। कस्तो किसिमको मतलब हामीले ख्याल राख्नुपर्छ चिल्लो अनि मसलायुक्त खानेकुराहरू अहिलेबाट हामी कन्ट्रोल गऱ्यो भने त्यो हामी लिपिड प्रोफाइल जुन यो हामीले यसलाई ट्राइग्लिसराइड भनिन्छ, कोलेस्ट्रोल भनिन्छ, हाई कोलेस्ट्रोल भनिन्छ, लो कोलेस्ट्रोल भनिन्छ, सबैबाट हामी बच्न सकिन्छ। मान्छेले के छ भने अहिले नेपालको आर्थिक स्थितिले गर्दा पनि पैसाको लागि मान्छेले चेक गराउँदैन। यहाँ फ्री गरिदियो सुगरहरू त बेला मौकामा फ्री गरिन्छ, तर यो लिपिड प्रोफाइल भनेको कसैले पनि फ्री गर्दैन। 50% देला, 40% छुट गरिदेला, तर यहाँ त 100% फ्री छ नि। 2000 को टेस्ट फ्रीमा पायो भने जसलाई आवश्यकता छ उसले पनि गराउँछ, जसलाई छैन उसले पनि गराउँछ, तर आवश्यकता भएको मान्छेले गराउँदा उसलाई राम्रो हुन्छ। अस्पतालका वरिष्ठ फिजिशियन तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सरोज श्रेष्ठले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दै जाँदा शरीरका विभिन्न अङ्गहरूमा असर गर्ने हुनाले समय समयमा यसको परीक्षण गर्न आवश्यक रहेको बताए। नमस्कार, म डाक्टर सरोज श्रेष्ठ। हालै कोसिस अस्पतालमा चाहिँ सुगर, प्रेसर, थाइरोइड सम्बन्धी हेर्दै आएको फिजिशियन डाक्टर हुँ र आज हामीले यो बुद्ध जयन्तीको विशेष अवसरमा चाहिँ विशेष प्रकारको जाँचहरूमा छुट दिँदै आइरहेको छौँ। यसमा चाहिँ विशेष गरी हामीले चाहिँ कोलेस्ट्रोलको चाहिँ जाँचहरू चाहिँ निःशुल्क गरेको छौँ। यो कोलेस्ट्रोलको जाँच चाहिँ निःशुल्क गर्नुको कारण के हो भनेदेखि यो कोलेस्ट्रोल चाहिँ हाम्रो शरीरमा चाहिँ बढ्दै गयो भने यसले चाहिँ हाम्रो विशेष अङ्गहरूलाई चाहिँ असर गर्दछ। जस्तै हाम्रो कोलेस्ट्रोलहरू चाहिँ यो मुटुमा चाहिँ जम्मा भयो, मुटुको नसाहरूमा जम्मा भयो भने त्यसले चाहिँ हार्ट एट्याक भन्छन्, जुन चाहिँ हामीले चाहिँ हृदयघात गराउने सम्भावना बढी हुन्छ। त्यसै गरी कोलेस्ट्रोलको मात्राहरू चाहिँ रगतमा बढ्दै गयो भने यसले चाहिँ नसाहरूमा पनि जुन दिमागको नसा हुन्छ, दिमागको नसामा पनि जम्मा हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ प्यारालाइसिस अथवा पक्षघात भन्छौँ त्यो गराउने सम्भावना बढ्दै जान्छ। त्यसै गरी अब कोलेस्ट्रोलको मात्रा चाहिँ यदि चाहिँ हाम्रो खुट्टाको नसाहरूमा जम्मा हुँदै गयो भने त्यसले चाहिँ खुट्टा नै काट्न पर्ने अवस्थाहरू आउन सक्ने हुन्छ। त्यही भएर हामीले चाहिँ कोलेस्ट्रोलको जाँच चाहिँ रेगुलरली गराउनु पर्दछ। स्पेसली हामीले चाहिँ 40 वर्षभन्दा माथिका मानिसहरूलाई चाहिँ कोलेस्ट्रोलको जाँचहरू चाहिँ वर्षेनी जाँच गराउनु चाहिँ हामीले चाहिँ अनुरोध गर्दछौँ। अहिलेसम्म जाँच गरे अनुसार चाहिँ अब सबै सेवाग्राहीहरूको रिपोर्ट चाहिँ राम्रै पाइरहेको छु मैले। धन्यवाद। उनले विशेष गरी 40 वर्ष उमेर कटेका व्यक्तिहरूले वर्षमा एकपटक लिपिड प्रोफाइल चेक गर्नै पर्ने बताए। आजको क्याम्पमा स्वास्थ्य परीक्षण गरेका व्यक्तिहरूको समग्रमा राम्रो रिपोर्ट आएको उनको भनाइ थियो। कोसिस अस्पतालले यसअघि पनि सामाजिक दायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरूसँग मिलेर निःशुल्क हेल्थ क्याम्प गर्दै आइरहेको छ। अस्पतालको वार्षिक क्यालेन्डर अनुसार वर्षमा एकपटक विभिन्न किसिमका निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै जाने अस्पतालले जनाएको छ। आजको क्याम्पमा सेवाग्राहीले लिपिड प्रोफाइल चेकसँगै अन्य उपचारका सेवाहरू लिएका थिए। निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा करिब 90 जनाले सेवा लिएका हुन्।